मैले भने सबै फ्यामिलीसँग भेट भएर एक दिन यसरी घुम्न जानुपर्छ भन्ने सोचेकै थिएन। आज भने एकदम खुसी छु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी नि एकदम ठिक छु। आज सर्ट भिजिट सुन्दैछु कपन पार्क। अब यता मेरो मम्मी हुनुहुन्छ, अब अरू हुनुहुन्छ तर कहाँ हुनुहुन्छ हामी अहिले साथमा छैनौँ। तपाईँले म यहाँको थोरै दृश्य देखाउने छु। यो हो कोपन पार्कको इन्ट्री गेट। थोरै हिँडाइपछि भने हामी पुग्यौँ कोपन पार्क। कोपन पार्क भन्न बित्तिकै नेपाली उहाँहरूले भने यो ठाउँ झनक्क याद आउँछ, किनकि नेपालीहरूको एक नम्बर जग्गा हिँड्ने ठाउँ हो। र केही समयपछि भने हामीले फेला पार्यौँ हाम्रो फ्यामिलीलाई। यता भने सबै आइपुग्नु भएको थियो, तर हामी भने ढिलो आयौँ, किनभने हाम्रो मम्मीको काम सकिएको थिएन। काम सकाएपछि भने हामी बल्ल आयौँ। मेरो माया कति लाग्दो? मेरो माया मान्छे नै भन्छ दिपो, तँलाई मेरो माया लाग्छ? तँलाई मेरो माया लाग्छ? लाग्छ है? यो हो मेरो भाइ मिस्टर आदिल। माया लाग्छ? यो हो मेरो दाइको छोरो, यसको नाम हो आयुष। राज मलाई भेटेर निकै खुसी भएको छ। यो भनिकन आइगयो होइन, के भन्छ तैँले? भन्छ के भन्यो भन्छ? हाम्रो सब हाम्रो मतलब हाम्रो आन्टी मम्मी यता बजे हुनुहुन्छ, यता म, यता समीर, अनि यता यो साइडको हाम्रो बहिनी दिव्या। दिव्या यहाँ त ल मोबाइल ल यिनीहरू दुईटा भने मेरो बहिनी हुन्। यहाँहरू सबै नेपाली हुन्, तर अहिले हामीसँग हुनुहुन्छ हाम्रो अङ्कल अनि दाई। म तपाईँहरूले एक स्पेसल चिज देखाउनको लागि गइरहेको छु। र यो पार्कभित्र भने हरेक किसिमको चित्रहरू छ। म तपाईँले सब देखाउनेछु। यहाँभित्र भएको हरेक कुरा त देखाउन नसकिएला, किनकि यो ठाउँ ठुलो छ, हामीसँग टाइम भने कम छ। यो खासै यो लाग्छ यो भाटाको हो, मतलब लकडीको हो। यसको बारे मलाई यो थाहा नभए पनि भने यो हेर्नको लागि यता भने समीर यता म आएका छन्। मसँग मेरो भाइले पनि देखाउनेछु। ल ल यता हुनुहुन्छ समीर। समीर यो के को भन्छ त? यहाँको बारेमा के थाहा छ तँलाई? उहाँलाई नि के थाहा छ? यता भने फोर्नुहोस् भनेर डस्टबिन राखिएको थियो, तर प्रयोग गरिएको थिएन। यो गेटमा भने दुई किसिम छ। के त्यहाँ मिल्छ? यता भने हरेक किसिमको खानेकुराहरू मिल्छ, तर भने नेपालको जस्तो ताजा पाइँदैन। छोरोसँग भेट्नु भएको मेरो कति भयो त? 3-4 साल हाम्रो भेट्नु भएको दाजुसँग अनि छोरोसँग 3-4 साल जति भयो। अनि धेरै समयपछि भेट भएको छ सबैसँग। समीरलाई भने चस्मा चाहिएको रहेछ, त्यसैले भने हामी चस्मा हेर्न गयौँ, तर रेट सुनेपछि भने किनेनौँ। युट्युबर ल यो भाइरल छ यो मान्छे। मम्मी चटपट खानुहुन्छ? बजाए ल ल अंकल चटपट कैसे दे रहे हो? वो 40 वो 30। मतलब इसमें क्या क्या आता, कैसा आता? मिक्सिंग 40 वो 30। अच्छा, आप किधर से हो अंकल? आप किधर से हो, मतलब गांव कौन सा आपका? कर्नाटका। इधर ही हो आप? हाँ।